हेलो साथीहरु, गुड मर्निङ एभ्रीवान अनि वेलकम ब्याक टु माई च्यानल। आज फेरि म तपाईहरुको सामु एउटा नयाँ ब्लग लिएर उपस्थित भइसकेकी छु। तपाई देख्न सक्नुहुन्छ आज कति जोडले हुस्सो लागेछ। ओहो, र आज चाहिँ म आफ्नै बारीमा फलेको करेली टिप्न जाँदै छु साथीहरु। तपाई देख्न सक्नुहुन्छ। ओहो, यहाँ कसरी जाने होला? वाउ, यो चाहिँ पहिल फारा हो। सो पहिल फारा जाइट मै टुरे। अया मम्मा, मच्छरले टोक्यो। अरु चाहिँ सानै रहेछ अझै। माथि पनि छ एउटा, अर्को पनि छ, तर त्यो चाहिँ 2-4 दिनमा ठिक्क हुन्छ। अहिले त्यो चाहिँ टिप्दैन। अब एउटा छ, अब एउटाको चाहिँ चटनी बनाएर खाने। अनि यो चाहिँ धनिया अस्ति नै धनतेरसको दिन हामीले रोपेको। 2-4 दिन अझै, 4 दिन हैन, 1 हप्ता भनौं। 1 हप्तापछि यो पनि ठ्याक्कै खाने लायक हुन्छ। अनि यो चाहिँ लसुन, अनि यो चाहिँ मेथीको साग, अनि यो चाहिँ पालकको साग, अनि यो चाहिँ मेरो फेभरेट घिउसेमी। यो चाहिँ रोज, अब जाडो महिना ठुलठुलो फुल्छ। ओके साथीहरु, अब आजको लागि यति। बाइ बाइ।